हो लाउरे आयो पहिलोचोटि भयो भनेर सबैले भन्छन् मान्छेहरूले वरपर हेर्ने मान्छेहरूले पनि सबैले बाटोमा हिँड्दाखेरि पनि ओहो तेरो त नाम निस्क्यो रे त लाउरे भइस रे भनेर धेरै भन्छन्। त्यसमा नै मलाई धेरै ठुलो गर्व लाग्छ। मैले जिन्दगीमा सोचेको पहिलो खुसी हासिल गर्न सफल भएको छु। धेरै आफूलाई धेरै मनैदेखि धेरै खुसी लागेको छ। द होप ट्रेनिङ सेन्टरले यो मेरो जिन्दगीमा लगाएको गुण कहिले पनि बिर्सिने छैन। म यति बेला द होप ट्रेनिङ सेन्टर घोराई दाङको 14औं ब्याचका 19 जना नेपाल आर्मीमा नाम निकाल्न सफल विद्यार्थीहरूको विदाई कार्यक्रममा छु। आफ्नो गाउँको पहिलो नेपाल आर्मी बन्न सफल हुनुभएको छ। मैले जानकारी पाएअनुसार उहाँको गाउँमा अहिलेसम्म कोही पनि नेपाल आर्मीमा भर्ती हुनुभएको छैन। तर उहाँ आज द होप ट्रेनिङ सेन्टरमा आएर नेपाल आर्मीमा चाहिँ नाम निकाल्न सफल हुनुभएको छ। आज म उहाँसँग केही संक्षिप्त कुराकानी गर्छु। नमस्कार, तपाईँलाई स्वागत छ। धन्यवाद सर। के नाम हो हजुरको? मेरो नाम जीवन नेपाली सर। कहाँ हो घर? मेरो घर रोल्पा त्रिवेणी गाउँपालिका 3 लिङदुङ रोल्पामा पर्छ सर। त्रिवेणी गाउँपालिकाको मान्छे, मैले जानकारी पाएअनुसार तपाईँ पहिलो नेपाल आर्मी बन्न सफल व्यक्ति हुनुहुन्छ। अच्छा, अब त्यसमा त अब हामी सबैको घर परिवार वरपर कसै पनि अब त्यस्तो आर्मी चाहिँ बन्नु भएको थिएन अहिलेसम्म। अन्य फोर्सहरूमा चाहिँ जानु भएको छ। जस्तै एबिया पुलिस सशस्त्र पुलिसमा भरि एकजना भर्ती लाग्नु भएको छ। तर आर्मीमा चाहिँ उहाँले ट्राई गर्नुभएको, तर पहिले उहाँ असफल हुनुभयो। त्यसपछि उहाँले माया मारेर गर्नुभयो। म चाहिँ अहिले फर्स्टचोटि द होप ट्रेनिङ सेन्टर सामाजिक सञ्जालको माध्यमबाट देखेर यहाँ आएँ। यहाँ चाहिँ शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा धेरै विद्यार्थीहरूको मनोबल बुझेर धेरै शिक्षण गराउनु हुँदो रहेछ सरहरूले। र यहाँ अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरू असफल नभएको पनि छैन। धेरैजना सफल भइसकेका छन्। त्यही मेरो गाउँको दाइले पनि एकजना सशस्त्र प्रहरीमा यही होप ट्रेनिङ सेन्टरदेखि सफलता हासिल गरेर अहिले पोखरामा कार्यरत छ। त्यही भएर म चाहिँ यो सामाजिक सञ्जालमा होप ट्रेनिङ सेन्टरको बारेमा देखेर यसमा हजुर सर। अब मलाई भन्नुहोस्, तपाईँ गाउँको प्रथम आर्मी बन्न सफल व्यक्ति, आज तपाईँले के महसुस गरिरहनु भएको छ? आज मलाई धेरै खुसी लागिरहेको छ सर। मैले जिन्दगीमा सोचेको पहिलो खुसी हासिल गर्न सफल भएको छु। धेरै आफूलाई धेरै मनैदेखि धेरै खुसी लागेको छ। किनभने अब गाउँमा वरपर म जान्सायद गाउँमा धेरै मान्छेहरूले भन्छन् कि ओहो लाउरे आयो पहिलोचोटि भयो भनेर सबैले भन्छन् मान्छेहरूले। वरपर हेर्ने मान्छेहरूले पनि सबैले बाटोमा हिँड्दाखेरि पनि ओहो तेरो त नाम निस्क्यो रे त लाउरे भइस रे भनेर धेरै भन्छन्। त्यसमा नै मलाई धेरै ठुलो गर्व लाग्छ। भनेपछि त्रिवेणी गाउँपालिका र तपाईँका आसपासका छरछिमेकीहरू अहिले तपाईँको नेपाल आर्मीमा नाम निस्किँदै गर्दाखेरि अचम्मित हुनुहुन्छ। हजुर, त्यो त एकदम सबैले हेर्छन्। सबैले ओहो लाउरे भएर आयो रहेछ यो भाइ त नाम निकाल्यो रहेछ भनेर धेरै खुसी हुन्छ। सबैजनाले भन्छन्, बोलाउँछन्, कुराकानी गर्छन्, सोधपुछ गर्छन्, के कस्तो अनुभव रहेछ भनेर धेरै कुराहरू भन्छन्। र मैले उहाँहरूलाई पनि धेरै कुराहरू सेयर गरिसकेको छु कि मैले यस्तो गरेँ, फिजिकल गर्नु पर्यो, मेडिकलमा यस्तो चेक हुन्छ, अन्तर्वार्तामा यस्तो